स्विमिङ पुलमा हुने क्लोरिनले हेयर र स्किनलाई यस्तो ड्यामेज गर्छ नि, कपाल एकदमै ड्राई फ्रिजी हुन थाल्ने, स्किन इचिङ हुने, एक्जेमा पनि ट्रिगर गर्ने प्रब्लम्सहरू हुन सक्छ। त्यसैले चाहिँ आई लभ ओइलिङ माई हेयर एन्ड बडी बिफोर आई गो टु द पुल। क्लोरिनले हाम्रो नेचुरल ओइल्सलाई एकदमै स्ट्रिप गरिदिन्छ कि बडीमा मैले बडी लोसन सनस्क्रिन लगाएको छु भने पनि बडी लोसन त यत्तिकै पखालेर गइदिन्छ अनि माई बडी फिल सो ड्राई लाइक पुलमा बस्दाखेरि नै। त्यही भएर ओइलिङ गर्दाखेरि चाहिँ एउटा ब्यारियर क्रिएट हुन्छ कि। सो आइ एम युजिङ वेदान्त हर्बल्सको यो हेम्प सीड ओइल। पहिला चाहिँ मैले एकदमै मजाले ओइलिङ गर्थेँ कपाललाई र बडीलाई, तर यो स्विमिङ क्लासेस लिन थालिदिन्छ कति अल्छी हुन थालेको थियो कि म। अनि जस्ट सनस्क्रिन मात्र लगाएर जान्थेँ, विच वाज नट इनफ बिकज इट वाज ड्राइङ आउट माई बडी र एकदमै स्किन इचिङ भइरहेको थियो, एक्जेमा पनि ट्रिगर भइरहेको थियो मेरो। त्यही भएर मैले फेरि ओइलिङ गर्न थालेँ कपालमा र बडीमा पनि, एन्ड माई हेयर एन्ड बडी फिल्स सो मच बेटर। हेयर पनि एकदमै सफ्ट फिल हुन्छ अनि बडी पनि त्यो पुलमा हुँदा नै फिल हुन्छ क्या, लाइक इट्स सो मोइस्चराइज अनि एउटा लेयर क्रिएट भएको छ। अब यो क्लोरिनले गर्दा मेरो बडीमा ड्राइनेसहरू हुने केही प्रब्लम हुँदैन भनेर तपाईँलाई पुलमा हुँदा नै फिल हुन्छ कि। यो हेम्प सीड ओइल चाहिँ एकदमै मोइस्चराइजिङ खाले छ, सो तपाईँको हेयर र बडी दुवैलाई प्रोटेक्ट गर्छ। हेयर र बडी मात्र होइन, तपाईँको फेसमा पनि मजाले लगाउन मिल्छ यो। यसको अर्को मनपर्ने कुरा भनेको एकदमै लाइट वेट छ, हेभी या ग्रिसी फिल हुँदैन। यसको फ्याटी एसिड्सले गर्दा एकदम मजाले हाइड्रेट गर्छ। तपाईँले घरमै हुँदा लगाएर गएर यसको माथि सनस्क्रिन लगाए पनि भयो, अथवा पुलमा जानुभन्दा 5-10 मिनट अगाडि लगाए पनि हुन्छ। र हेयरलाई बचाउनको लागि स्विमिङ क्याप पनि लगाउन नबिर्सिनु र एकचोटि शावर पनि लिन नबिर्सिनु होला। यो हेम्प सीड ओइल चाहिँ वेदान्त हर्बल्सको पेजबाट डाइरेक्टली अर्डर गर्न सक्नुहुन्छ, अर तपाईँले मेरो इन्स्टाको बायोको लिङ्कमा गएर पनि यो पर्चेस गर्न सक्नुहुन्छ है।